संसारका सबै सफल मानिसहरूसँग एउटा कुरा समान हुन्छ, उनीहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुन्छन्। किनभने याद राख्नुहोस्, पैसा हरायो भने कमाउन सकिन्छ, तर स्वास्थ्य हरायो भने जीवनको स्वाद हराउँछ, रंग हराउँछ, विषय हराउँछ। नमस्कार, म सुरज सरगम, तपाईको साथी सरगम मोटिभेसनबाट। आजको यो भिडियोमा हामी कुरा गर्दैछौँ सस्तो औषधि होइन, महँगो बानीहरू बारे, जसले तपाईलाई रोगमुक्त, ऊर्जावान र आत्मविश्वासी बनाउँछ। बिहान भनेको केवल एउटा समय होइन, यो जीवनको नयाँ सुरुवात हो। जो मानिस बिहानलाई जित्छ उसले दिनलाई जित्छ। सुताईबाट उठ्ने बित्तिकै केही क्षण आँखा बन्द गरेर आफ्नो सास महसुस गर्नुहोस्। जीवन अझै छ, अवसर अझै बाँकी छ। ती 5 मिनेटको मौनता नै तपाईको आत्माको सबैभन्दा ठूलो ऊर्जा हो। एक गिलास मनतातो पानीमा 2 चम्चा मह र 2 चम्चा कागती मिसाएर पिउनुहोस्। यो तपाईको शरीरलाई सफा मात्र गर्दैन, भित्रका सुस्त कोशिकाहरूलाई पनि म्योझाउँछ। अब केही समय खुल्ला हावा लिनुहोस्। सूर्यको पहिलो किरणमा आफूलाई न्यानो बनाइदिनुहोस्। ती किरणहरू तपाईको छाला मात्र होइन, मनको अँध्यारो पनि हटाउँछन्। बिहानको पहिलो आहार भनेको अन्न होइन, सकारात्मक सोच हो। आफूलाई भन्नुहोस्, आज पनि म सन्तुलित छु, स्वस्थ छु र मुस्कुराइरहेको छु। म भोलि पनि सन्तुलित हुनेछु, स्वस्थ हुनेछु र मुस्कुराइरहनेछु। यही शब्द तपाईको दिनको ऊर्जा हुनेछ। दिनभर व्यस्त रहनु स्वाभाविक हो, तर स्वास्थ्य कुनै वैकल्पिक कुरा होइन। हरेक 2 घण्टामा 5 मिनेट समय आफैलाई दिनुहोस्। उठेर हिँड्नुहोस्, पानी पिउनुहोस् र गहिरो श्वास लिनुहोस्। यति मात्र गर्दा पनि शरीरले तपाईलाई धन्यवाद दिनेछ। मोबाइल र स्क्रिन हाम्रो जीवनको हिस्सा बनेका छन्, तर ध्यान दिनुहोस् त, अति प्रयोगले मस्तिष्क, आँखा र निन्द्रामा ठूलो असर पार्छ। त्यसैले रातको अन्तिम आधा घण्टा फोन होइन, शान्ति खोज्ने समय बनाउनुहोस्। अहिलेका मानिसहरू व्यस्त छन्, तनाव बढ्न सक्छ। गहिरो श्वास लिनुहोस् 3 पटक। त्यो श्वासमा शान्ति छ, त्यो मौनतामा स्वास्थ्य छ। साथीहरू, स्वास्थ्य भनेको केवल रोग नहुनु होइन, यो शरीर, मन र आत्माको सन्तुलन हो। तपाईको शरीर तपाईको मन्दिर हो। त्यो मन्दिरलाई सफा राख्न, माया गर्न र सम्मान गर्न सिक्नुहोस्। हरेक दिनको सानो सुधार, त्यो नै ठूलो परिवर्तनको सुरुवात हो। यदि आजको भिडियोले तपाईमा जागरण ल्यायो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। म तपाईको साथी सरगम मोटिभेसनबाट हरेक दिन तपाईको साथमा रहनेछु। आफूलाई बदल्न सिकौं, जीवनलाई उज्यालो बनाऊ। धन्यवाद।